रगडा पानीपुरी गइरहेको ट्राई गर्नु रेगुलर युज गर्दाखेरि राम्रै हुन्छ तर यो रगडा जो रगडा पानीपुरी चक्करमा लाग्यो हेर्न सक्नुहुन्छ सिस्टम हेर्न सक्नुहुन्छ यो जुन छ नि घरेलु स्टाइलले पुरा Hello everyone, how are you? Welcome back to the Detour Medical channel. आज युकेमा आज टाइम भयो तपाईँलाई 8:30 आज डे रहेको छ सन्डे अनि टेम्परेचर तपाईँलाई 7 डिग्री सेन्टिग्रेड रहेको छ अलिअलि चिसो पनि छ आज डे अफ थियो कतै जानु परेको थिएन कामधाम केही थिएन आज कलेज थिएन केही गर्नुपर्ने थिएन आज अनि यसो अब रुममा दिनभर बसेँ अनि अब एकछिन बाहिर निस्किएर आउँ भनेको अब यसो बाहिर निस्कौँ रुममा बस्दा बस्दा लास्ट टायर्ड भइसकेको थिएँ डे अफ भएको कारणले चाहिँ आज मजाले म्याच पनि देखेँ आज आइपिएल पन्जाब आरसिबीको म्याच थियो त्यसपछि आज तपाईँलाई राजस्थान र दिल्लीको म्याच पनि देखेँ इन्जोय भयो होइन अब रुममा बस्दा बस्दै आज कपालमा यसो तेलसेल पनि लागेको थिएँ हेर्नु न पुरै तेलले पुरै कस्तो भएको छ नआउँछु सोच्दै अन्ध्यारो भइसक्यो अन्ध्यारो छैन तर 8:30 भइसक्यो अब एकछिन साथीले बोलाए चिया खान आउनलाई अनि चिया खान जाँदैछु त्यसपछि रुम गएर म नुहाउँछु सो म चाहिँ अहिले इस्टाम यहाँको इस्टामको मन्दिर अनि यही रोडमा छ मेरो साथीले चिया खाँदै अनि मलाई पनि आइज भन्दै थियो अनि म चिया खान जाँदैछु यो बाटो यहाँको बाटो हेर्न सक्नुहुन्छ यो हो टेम्पल अनि चिया खानलाई चाहिँ म यही जाँदैछु होइन आइसके भित्र यहाँको थाकी नेपाल जस्तै सिस्टम छ यहाँको उता पनि छ चाय सिस्टम छ सबै कुरा छ म जाँदैछु यहाँ मान्छेहरू पनि छ थुप्रै अहिले फर्स्ट टाइम आएँ म साथी केटो यहाँ बसिरह के छ त अब के अर्डर गर्यौ के अर्डर गर्यो केही गरेको छैन अर्डर गरेको थिएँ के चिया गर्यो के गर्यो चिया खाइदिउँ न पानीपुरी गरेँ पकौडा गरेँ मेन्यु अब हेरौँ के अर्डर गर्नुपर्ने छ होइन मान्छेहरू पनि टक्क यहाँ बसिरह यहाँ चाय विथ चिल विथ चाय यो रेस्टुरेन्टकै नाम हो चियाको प्राइस देखाउँछु तपाईँहरूलाई चिया यही हो चिया समोसाहरू पनि पाउँछ यहाँ गुलाब जामुनहरू के छ साथीले अर्डर गरेको रहेछ साथीले अर्डर गरेको चाहिँ साथीले ठ्याक्क यो कडक चाय मसला लेमन जिन्जर होइन अर्डर गरेर आइज त्यही हो अब हेरौँ अनि यो ओनियन पकौडा खाइदिउँ सोचेको अनि अर्डर गरी भइसकेको रहेछ यहाँको सिस्टम हेर्न सक्नुहुन्छ यो जुन छ नि यहाँ लेखेको छ कल भनेपछि हामी त अन्डरग्राउन्डमा हो नि अन्डरग्राउन्डमा अहिले मुनि छौँ नि बसेको अनि माथिपट्टि छ क्या माथि छ मलाई यदि बोलाउनु पऱ्यो भने वेटरलाई म यसलाई क्लिक गर्छु अनि ठ्याक्कै वेटर आउँछ यहाँ लेखेको छ के लेखेको छ म भन्नु तपाईँलाई कल अर्डर क्यान्सल रिजेक्ट यस्तै हो अब अर्डर आइसकेपछि हेर्न सक्नुहुन्छ मेरो कपालको के हालत त्यही लगाएर बसिरहेको थिएँ आइपिएल म्याचको कारणले चाहिँ म पुरै मजाले म्याच हेर्न त भ्याएँ तर नुहाउन सकेको छैन कपाल धुन सकेको छैन अब यसो रुम गएर अब गरममा सोचेको साथीले बोलाइहाल्यो चिया खाएर जान्छु भने गरममा अरू कुराहरू लेस्सी अब चियाको वेट गर्दै चिया आइसक्यो भने तपाईँहरूलाई चिया देखाउँछु के अर्डर गरेको छ साथीले त्यो आइटमहरू देखाउनुहुन्छ है त थाहा पायो यो मेरो एउटा साथीले किनभने म फर्स्ट टाइम आएँ मलाई यहाँनिर नेपालमा जाने चिया खानु काठमाडौँमा हुँदाखेरि
टेस्टै भइरहेको यहाँ मलाई थाहा थियो मेरो साथीले गर्नु अनि मलाई भन्यो साथीले जम्यो टेस्ट गराउँ मलाई आएर राम्रो लाग्यो मेरो साथीले तिमी गर्न कस्तो राम्रै छ खाना त अलिकति चिया खानलाई रिल्याक्स छ क्या अनि गाइज उता उता देखाउँ न पुरै घरेलु स्टाइलले पुरा रूम लो मेरे वर माట్లాడతా 5 मिनट का आया ल 5 महिनापछि आज अपलोड टेन्सन नआप जे पाइदै दिए परे जे पाइदै नि जे पाइदै भन्नाले नि जताको पनि भिडियो क्याप्चर जहाँको भिडियो क्याप्चर गरेको थाहा छ यार त्यो सरको मुख चिंगारी किन थटे न उहने के चिंगारी जेर गिला ई चिंगारी लम्बा जा जरुरी हो भाइ ई चिंगारी लम्बा जाता जरुरी आप डेली हो गएन डिप जाके पर्यो दोस्त अनि गाइस अहिलेको ड्रेस पनि कस्तो छ हैन यो उठेमा आएर म नेपालदेखि ल्याएको थिएँ यो तर आज फर्स्टमा लगाएको फर्स्ट टाइम लगेजमै थियो आज त्यति ठिक पनि छैन त्यही भएर मैले सोचेको अलिकति पारमा लगाऊँ र लगेजहरू निकालेर 2 सालपछि लगाएँ नेपालबाट ल्याएको थियो 2 साल अघि नै अनि क्याप पनि लगाएको छु किनभने आज हेर्नु कपालको यो दासा तेलै तेल पुरै कपाल गइरहेको छ युकेको पानी वास्तवमा राम्रो छैन एकदम खत्तम पानी हो यहाँको कपाल झर्नुको रिजन यही हो नेपालमा हुँदाखेरि हेर्थ्यो नि विदेशीहरूलाई टक्ला हुन्थ्यो त्यो गोरेहरू होइन टक्लाको रिजन छ नि कपाल पुग्नुको कारण त्यही प्रब्लम हेर्दैछ सो यसै हो यो अब तेल कारण म क्याप लगाइरहेको क्याप त लगाउँदैन पुरा मेक्सिस कपाल तेल लगाइस अब अर्डर आउँदैछ चिया करक चाय कोडा पानीपुरी अनि देखाउनु तपाईँले स्टार्ट कहाँदेखि सुरु गर्ने पानीपुरी खाउन भन टेस्ट गर अब तिमी मैले त गरेको छु मैले टेस्ट गरेको छु तिमी टेस्ट के आउँदै गर्छ पहिला स्टार्ट त गर लगाइस अनेस्टली भन्दाखेरि नि अनेस्टली आज फर्स्ट टाइम युकेमा आइसकेपछि लन्डनमा छु लन्डनमा आइसकेपछि फर्स्ट टाइम बाहिर चाहिँ के भन्छ हामीले यसलाई पकौडा प्याज पकौडा अनियन पकौडा प्याजको पकौडा आज टेस्ट गर्न गइरहेको छु लेट्स नट ब्याड भन्नाले पनि 80% टेस्ट कमन लाग्यो अलिकति नेपालमा एउटा अर्कै खालको मसलाहरू फिल गर्थेँ अलिक फरक छ तर 80% म सेटिस्फाई छु नाइस कस्तो छ ठिक छ राम्रो जग्गा दोस्त तिमी पनि हो क्यामेरा छोड खाउन तिमी पनि गएर खाने हो रोका के को चटनी हो मिन्ट चटनी हेर्नु त गाइस हेर त गाइस मिन्ट चटनी मुन्टो के हो यो पानीपुरी को झोल आयो के छ राम्रो छ अब मलाई राख तिमी पनि खाऊ ल क्याप खोलिदिउँ क्या हो क्याप पछाडि राख्छु भने कस्तो देख्छ यो मस्त हो अब अलिकति फ्रेस भएर खाऊँ के छ यो खालाम त रगडा छ नि त्यो के नाम थियो सानो पिस खान्छ नाम के थियो रगडा पानीपुरी थियो नाम यो पानीपुरीको नाम के भने रगडा पानीपुरी के भन्छ अब रगडा पानीपुरी गइरहेको छ ट्राई गर्न सरी वाटर पानी चाहियो टी या टी छ वी आर वेटिङ है बोलू के हो है नाइस्टी ल सबभन्दा एक्सट्रिम प्रिमियम जुन हुन्छ नि हाम्रो मेरो नजरमा त्यसलाई म नाइस्टी भन्छु होइन त्यसको मतलब फोर हो हाम्रो लागि बेस्ट हो हाम्रो लागि प्रिमियम राम्रो प्रिमियम मैले अघि नै भनिसकेँ नाइस्टी भन्ने मैले भन्नु लागि प्रिमियम हो के प्रिमियम राम्रो के नेस्टी बोयो लेट्स सी रगडा पानीपुरी I'm fully unimpressed. I like it. Pokora, bawang,
यसको कुरा गर्नुहुन्छ भने नि म यसलाई मिडियम भन्छु रिभ्यूको कुरा गर्नुहुन्छ भने 5 मा म 3 स्टार दिन्छु यो पानीपुरी त्यति मलाई खासै मन परेन पकोडा बेस्ट हो एकचोटि झोल चेन्ज गर त अनि यो म सुरुमा त दही भन्नु खानेको होइन तर दही दिन अरे दही त होला हाम्रो नबुझे दही त है कति आयो हम कन्फ्युज छु यार क्रीम मलाई दही क्रीम ल दोस्त तिमी पनि खाऊ मैले भयो सक्छु खाने चिया पनि अर्डर गरेको थिएँ पानीपुरी पकोडा अनि चिया पनि फर्स्ट टाइम ट्राई गर्नु कुन चिया तिम्रो मसला चाहिँ मेरो कोडक चाय हो त्यसको मसला मेरो कोडक कति पाउन्ड हो 2 पाउन्डको चिया हो नेपालको कतिको चिया हो तपाईँलाई नेपालमा ठ्याक्क अहिले 410 रुपियाँको चिया 410 रुपियाँको चिया एउटाको मतलब भनेपछि दुइटै मिलाएर हामी कति 820 रुपियाँको चिया खाँदैछु आउट अफ बजेटको लागि आउट अफ बजेट तर यहाँको लागि चाहिँ 2 पाउन्ड खासै चिन्ता लाग्दैन तिर्नलाई अलराइट गाइड चियादेखि पनि म सेटिस्फाई छु पकोडादेखि पनि सेटिस्फाई छु तर अलिकति यो पानीपुरी चाहिँ गलत चुज गऱ्यो हामी नयाँ टेस्टको लागि रेगुलर पानीपुरी होइन यो चाहिँ के नाम हो यो नर्मल रेगुलर युज गर्दाखेरि राम्रै हुन्छ तर यो रगडा जो रगडा पानीपुरीको चक्करमा लाग्यो त्यो रगडा पानीपुरी हो म नेक्स्ट टाइम ट्राई गर्दै पानीपुरी खासै मन पनि पर्दैन ठिकै छ अब चिया खाम इन्जोय गरौँ निस्किने बेला तपाईँहरूलाई म बिल कति तिर्नु पऱ्यो सबैको त सबै कुरा देखाइदिन्छु निस्किने बेलामा फेरि त्यही भन्छु चेयर्स उठाउन चेयर्स यो ठ्याक्कै यहाँ हेर्न सक्नुहुन्छ चिया पसल तल पनि यस्तो छ म गइहाल्छु बिलिङ गर्नु ल त गाइज म निस्किसकेँ यहाँ हेर्न सक्नुहुन्छ चिल्ली चाय दोस्तसँग निस्केँ म अब रुम जान लागेको अब ठ्याक्कै 10 बजी क्लोज हुन्छ भन्दैछ 10 बजिसक्यो अब निस्क्यो हामी जाउँ ठ्याक्कै हेर्न सक्नुहुन्छ लन्डन बस यताको मन्दिरको मैले अघि देखाएको थिएँ फेरि रातिको भ्यू हेर्न सक्नुहुन्छ अनि अब आजको लागि म यति नै गर्न चाहन्छु यसो आज क्याजुअल बाहिर निस्केपछि मैले चाहिँ भिडियो बनाइदिएँ होइन अब अर्को केही टपिकमा अरू दिन अब यस्तै डे अफको भएको बेला चाहिँ अर्को भिडियोहरू अरू ठाउँमा यदि केही यसो चिया खान गयो भने युकेमा भएको युकेमा नेपाली टेस्ट बेस्ट हुन्छ नि एउटा घरेलु टेस्टहरू मन लागिरहेको हुन्छ कि कहिले काहीँ खाम टेस्ट गरौँ चिया खाम मन लागिरहेको हुन्छ क्या अब त्यस्तै यदि डे अफको बेलामा यदि कतै गयो भने साथीहरूसँग फेरि अर्को चिजहरू पनि देखाउने छु जस्तै कि मेरो एउटा लास्ट भिडियोमा चाहिँ म विलिज गएको थिएँ अनि त्यहाँ माया दिदी रेस्टुरेन्ट हाम्रो फुल नेपाली टेस्टको लागि चाहिँ बेवाल छ त्यो बेस्ट हो त्यो सब थियो होइन अब त्यस्तै अब अरू भिडियोमा भेटौँला सो आजको लागि यति नै ह्याभ अ गुड लक ह्याभ अ गुड डे सी यू स्टे ट्युन्ड थ्याङ्क यू सो मच फर वाचिङ द फुल भिडियो बाई बाई सी यू सुन